एक सुन्दर हरियालीले भरिएको गाउँ थियो जहाँ पहाडको काखमा बास गरिरहेका किसान थिए। उहाँको साथमा 2 वफादार कुकुरहरू थिए। ती कुकुरहरूका नाम बान्तु र मोती थियो। किसान हरेक बिहान कुकुरहरूसँगै खेततिर जान्थे। एक दिन आकाश कालो बादलले ढाकियो र भारी पानी पर्न थाल्यो। खेत जलमग्न हुन थाल्यो। किसान आफ्नो बाली र औजाहा जोगाउन दौडिए, तर चिप्लिएर पानीले भरिएको गहिरो खाल्डोमा खसे। बान्तुले चर्को स्वरमा बुकेको आवाज निकाल्दै तुरुन्तै पानीमा हाम फाले र किसानको कमिज टोकेर उनलाई समाउने प्रयास गर्यो। मोती तुरुन्तै गाउँतिर दौडियो र जोरले बुकेर केही गाउँलेलाई खेततिर डोर्यायो। गाउँलेहरू आए र डोरी फ्याँकेर बान्तु र मोतीको साथले किसानलाई सबैसँग बाहिर निकाले। त्यो दिन गाउँका सबै मानिसहरू कुकुरहरूको बहादुरीको प्रशंसा गरे। किसान आँखा रसाउँदै बान्तु र मोतीलाई अङ्गालो हाल्दै भन्नुभयो, तिमीहरू कुकुर होइनौ, तिमीहरू मेरो परिवार हौ।